माननीय सदस्य आर्यन राईले बोल्नुहुन्छ अथवा माननीय सदस्य ध्रुवराज राईले बोल्नुहुन्छ? म बोल्न चाहन्छु। म बोल्छु एक मिनेट ल। मान्य सदस्य ध्रुवराज राई, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त हललाई बधाई छ। लामो समय पछाडि हामीले आन्दोलन गर्दा गर्दा प्रधानमन्त्रीको रोस्टममा आवाजहरू सुन्न पाइयो। धेरै कुरा थिएन, खालि 5-7 जनाले बोलेपछि त्यति नै बोल्दा यतिखेरिसम्म सबै प्रधानमन्त्रीज्यूले उत्तर दिइसक्नुहुन्थ्यो। हाम्रो यहाँ आएर आवाज सुनाउने र बोल्नेहरू मात्रै भन्दा परिणामहरू पाउनु पर्यो भन्ने चाहिँ मुख्य लक्ष्य हो। जस्तो मैले हावाहुरीले उडाएको विषयहरू उडाएको थिएँ, त्यसको आजसम्म केही भएको छैन। केही त हुनु पर्यो नि त, के हुँदैन भन्नु पर्यो, के हुन्छ भनेर सुन्नु पाउनु पर्यो जनताले। अहिले त गृहमन्त्री पनि हुनुहुन्न, उहीँ हुनुहुन्छ। त्यो भएको हिसाबले धेरै जनताको कुराहरू हामीले राख्नुपर्ने थियो। छापामार स्टालले आउनुभयो, लु मलाई सोध, अनि त्यहाँदेखि कतिजनाले सोध्ने, नियमावलीमा 15 जनाले 5 जना 6 जनाले सोध्ने भन्ने हिसाबले सदन चलो। हामीले माइक पाउन हजुर भनेर सभामुखज्यूलाई यसो अनुरोध गरेको थियौँ। यहाँ चाहिँ तपाईँ अनेक ढङ्गबाट अरू साथीहरूलाई समेत इरिटेट हुने खालको हाम्रो गतिविधिहरू भइरहेको छ। यो विश्वले हेरिरहेको छ, हामीले राम्रो गरिरहेको छैनौँ सभामुख महोदय। यति मैले भनिरहँदा म फेरि पनि अनुरोध गर्न चाहन्छु, आगामी बैठकहरू, आगामी सदनहरू हामीले सञ्चालन गर्दाखेरि कम्तीमा नियमावलीभित्र बसेर चलौँ र यो देश निर्माण गर्नका लागि 2/3 नजिकको मतहरू प्राप्त गर्नुभएको होला। यदि दम्बहरू देखाउनको लागि भने त हिजै काफी थियो। Wait a minute. Who are you? त्यसो भएको हुनाले सबैजना सम्मानित भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु हाम्रो दलको तर्फबाट। धन्यवाद। सम्माननीय सभामुख महोदय, आज यस सम्मानित सदनमा नेपालको सार्वभौम सत्ता र राष्ट्रियता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका गम्भीर विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिप्रति आफ्नो धारणा राख्नु पर्दा प्रधानमन्त्री जस्तो उच्च र सम्मानित पदमा आसीन व्यक्तिको अभिव्यक्तिप्रति प्रश्न उठाउनु पर्ने अवस्था सिर्जना भएको देखेर मलाई गहिरो दुःख र लज्जा बोध भइरहेको छ। नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनैतिक दल, सरकार वा व्यक्तिको मात्र विषय होइन। यो सम्पूर्ण नेपाली जनताको साझा भावना र संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो। त्यसैले यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट, जिम्मेवार र राष्ट्रहितको अनुकूलतामा हुनुपर्दछ। सभामुख महोदय, हामीलाई श्रम संस्कृति पार्टीले जनताले चुनाव जितेर के आर्छ भन्थे। पहिलोचोटि सदनमा गएर देश बचाउने काम गर्छौँ, त्यस पछाडि मात्रै विकास र निकासको काम गर्छौँ हामीले भनेका थियौँ सभामुख महोदय। त्यसैले यस सम्मानित सदनबाट म भन्न चाहन्छु सभामुख महोदय, मलाई हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन तपाईँको चाहिँ हाम्रो प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेछ सम्माननीय सभामुख महोदय। त्यसै कारणले म भन्न चाहन्छु सम्माननीय प्रधानमन्त्रीज्यूले यो उहाँको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, यो चाहिँ इतिहासमा एउटा नजिर तपाईँको चाहिँ यस्तो स्थापित भयो। सम्माननीय सभामुख महोदय, भोलि तिम्रो प्रधानमन्त्रीले
हामी तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिन सम्माननीय सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, जसरी प्रधानमन्त्रीज्यूले यो सम्मानित सदनको रोस्टमबाट चाहिँ आएर राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ, यहीँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो राष्ट्रिय तपाईँको हामीले कसैको भूमि मिच्दैनौँ र कसैले भूमि मिच्नु दिँदैन सभामुख महोदय। त्यसै कारणले गर्दाखेरि यो कुनै पार्टी व्यक्ति विशेष होइन सभामुख महोदय। त्यसै कारणले सम्माननीय सभामुख मार्फत रुलिङ गरियोस्, प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ र जबसम्म त्यो तपाईँको चाहिँ कार्य यो सम्मानित सदनबाट हुँदैन, श्रम संस्कृति पार्टीले निरन्तर तपाईँको यो बैठक सदन चल्न दिँदैन, अवरोध गरन्छ सभामुख महोदय भन्न चाहन्छु। हस्, धन्यवाद। जय देश, जय माटो। दिन्छु, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। धन्यवाद छ, धन्यवाद छ। हामी सबै नेपाली, हामी सबैको नेपाल। पार्टी जाति धर्म वर्गभन्दा माथि देख्नुपर्छ हाम्रो देशलाई। त्यसो भएको कारणले गर्दाखेरि यहाँ सत्तापक्ष र विपक्ष प्रतिपक्ष भन्ने कुरा छैन। देशको सिमाना, देशको अखण्डता, देशको सार्वभौमसत्ता जोगाउने कुरा हो। यसमा हामी सबैजना यहाँ उपस्थित सबै सांसदहरूको एउटै माग हुनु जरुरी छ। प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो 17 गते राख्नुभएको अभिव्यक्ति छ, त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ। प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु। र एउटा अर्को कुरा म के राख्न चाहन्छु भने, यो हाम्रो नियमावलीको नियम 4 को 1 मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा आउनुपर्ने छ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्ने छ भन्ने छ। म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईँको छैन के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को ग ले निज चाहिँ तपाईँको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदैन, गल्ती गर्नै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नि आवेगमा आएर अथवा चाहिँ नि बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ। म यति माग राख्न चाहन्छु सभामुख महोदय। धन्यवाद। मान्य सदस्य खुसबु